गाइज मलाई त सन्चो छैन छोरीको लागि भए पनि आज पुस 15 छोरीको लागि पनि भए पनि यो धुँदैछु मैले छोरीले खाने मन गरेकी छिन् गाउँघरमा त अब अर्गानिक खनेर वनबाट आफ्नै बारीबाट तरुल निकालिन्थ्यो गाइज यहाँ त अब तरुल पाउने त कुरो भएन बेंगलोरमा मैले भने छोरीको लागि यो सकरगञ्ज धुँदैछु गाइज राम्रो छ मलाई त खाँसी ज्वरो आहा छोरीको लागि सानोलाई सकरगञ्ज मन पर्छ नि दिँदैछु आज पुस 15 गाइज आफूले नखाए पनि बच्चाको लागि सकरगञ्ज राम्रो आएर चाहिँ दोकानमा मैले सकरगञ्ज बोली गर्दैछु